आज म तपाईहरुलाई चल्लामा भाले पोथी कसरी चिन्ने भनेर सिकाउन गइरहेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ है। ल हेर्नुस्, दुईटा चल्ला मैले यहाँ निकालेको छु र यसरी पकड्नुस् है। यसरी पकड्दाखेरि त्यति उफ्रिन्न है भाले। हेर्नुस्, आफ्नो खुट्टा शरीर छोडेर यसरी लत्रिन्छ, यो भाले हो है। र भालेको के पनि हुन्छ भन्दाखेरि यो पुच्छर हुँदैन है। भालेको चल्ला लिँदाखेरि पुच्छर हुँदैन। र पोथी हेर्नुस्, आँखामा यस्तो धर्सा हुन्छ प्रायः जसो पोथीको, र भालेको आँखामा धर्सा हुँदैन है। पोथीको प्रायः तपाईँले हेर्नुभयो भने आँखामा यस्तो धर्सा हुन्छ र यस्तो गर्दाखेरि हेर्नु खुट्टा माथि गरेर माथि गर्छ है। हेर्नु, फेरि म तपाईँलाई देखाउँछु। खुट्टा माथि गर्छ, भालेले खुट्टा त्यति माथि गर्दैन, तल गरिहाल्छ हेर्नु है। अनि पुच्छर हुँदैन भालेको, तर पोथीको चाहिँ पुच्छर हुन्छ। ल हेर्नुहोस्, पुच्छर छ नि है त। कतिले देख्नुभएको छ, कतिले देख्नु भएन। ल हेर्नु, यस्तै जानकारीमूलक भिडियोको लागि तपाईँले हामीलाई फलो गर्नुहोस् र भिडियो मन पर्यो भने कृपया लाइक र सेयर गरिदिनु होला र हामीसँग जोडिँदै गर्नु होला। धेरै धेरै धन्यवाद भिडियोलाई अन्तिमसम्म हेर्नुभयो।